हेलो गाइस, सबैलाई नमस्कार छ। निकै छु होला, म पनि एकदम निकै छु। आज वैशाख 4 गते आमाको मुख हेर्ने दिन हो। अनि आज आमालाई सानो गिफ्ट लिएर आएको छौँ किनेर। आमाको रियाक्सन कस्तो हुन्छ भनेर चाहिँ हेर्नुपर्छ है त साथीहरु। शर्मिला पनि सँगै छन्। स्पेशली शर्मिलाको यो उसमा भनेर डर पनि लागिरहेछ। राम्रै गिफ्ट लिएर आएका छौँ हैन। एकछिन हेरौँ है त उहाँको एक्सप्रेसन कस्तो हुन्छ हेर्नुपर्छ है। ल हामी घर पुगिसकेका छौँ। अब आमाको एक्सप्रेसन कस्तो हुन्छ हेर्नुपर्छ है। आमुली ह्याप्पी मदर्स डे। खोली कर हेर पनि क्या हो के खोरो कोर्ने केही नै खोरो नपुर्या क्या नुनु आएको छ। कति खायो जति खायो क्या चलाउ त मी अब कहाँ कहाँ टिकटक बनाउने अब कहीँ त माग्नु पर्दैन। करी खोल्ने हो ए हराउने हराउने हराएको फज्जी हर्दिएको। अब टिकटक खोलिदिनु होला यहाँ पनि। यो चाहिँ अब शर्मिलाले र मैले मिलेर किनेको हो। मेरो बाबुहरूले ल्याइदियो। अब ल मुरी मुरी धन्यवाद छ बाबुहरू। मलाई मर्ने बेला अब मोबाइल लिएर आउनुभयो अब आमाको मुख हेर्ने दिनमा। ल सबै स्वदेश विदेशका बाबुहरू अनि राउन्डसिन्द मलाई पनि धन्यवाद दिदिनु होला। अनि सबै नानी बाबु सबै स्वदेश विदेशका मलाई अब यो मोबाइल किनेर ल्याइदियो। अब छोराहरूले बुहारीहरूले ल मुरी मुरी धन्यवाद छ सबैलाई। त खुसी हो कि नै तिमी? म खुसी एकदम खुसी यहाँ। अब टिकटक कति चलाउने हो? टिकटक त स्वदेश विदेशका बाबुहरूले हेरिदिनु पर्यो। म धेरै धेरै गर्छु। म मान्छे एकदम बुढिए पनि रहर त रहरै छ मलाई। देखा साथीहरु, आमाको आजको मदर्स डे आमाको मोबाइल दिकन बनाइयो, गिफ्ट गरियो। अनि आमाको खुसी भनेको हाम्रो पनि खुसी हो हैन। अब उनको मुखमा खुसी देख्ने बित्तिकै मन एकदम खुसी हुन्छ, आनन्दित हुन्छ। धन्यवाद सबैले पनि आफ्नो आमा बुवालाई माया गर्नु होला। आफ्नो आमा बुवालाई चाहिँ यसरी नै सेवा गर्नु होला हैन। सेवा गर्ने मिया मिल्छ। आमा बुवा भनेका भगवान हुन् भन्ने कुरा हामीले जानकारी जानिराख्नुपर्छ। अब यो भिडियोलाई यसो लाइक कमेन्ट सेयर फलो गर्नु होला आइडीलाई। बाई बाई। अब अर्को भिडियोमा हेरौँ है त।